नमस्कार तथा स्वागत छ हजुरलाई यस युट्युब च्यानल लोकसभा प्रेपेन्टीमा। प्रश्न नम्बर 1 रहेको छ। नेपालमा राष्ट्रिय विभूति कतिजना हुनुहुन्छ? नेपालमा राष्ट्रिय विभूति कतिजना हुनुहुन्छ र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ 16, अप्सन बी रहेको छ 18, अप्सन सी रहेको छ 20 र अप्सन डी रहेको छ 22 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी 18। यसैगरी प्रश्न नम्बर 2 रहेको छ। पनौती जलविद्युत आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो? पनौती जलविद्युत आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो? यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ भारत, अप्सन बी रहेको छ अमेरिका, अप्सन सी रहेको छ रुस, अप्सन डी रहेको छ बेलायत र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी रुस। यसैगरी प्रश्न नम्बर 3 रहेको छ। नामको अगाडि सुमति लेख्ने राजा को हुन्? नामको अगाडि सुमति लेख्ने राजा को हुन् र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ सिद्धिनरसिंह मल्ल, अप्सन बी रहेको छ जितामित्र मल्ल, अप्सन सी रहेको छ भास्कर मल्ल, अप्सन डी रहेको छ रणजित मल्ल र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी जितामित्र मल्ल। यसैगरी प्रश्न नम्बर 4 रहेको छ। नेपालको शासक वंशहरूको सही क्रम कुन हो भनिएको छ? नेपालको शासक वंशहरूको सही क्रम कुन हो? अप्सन ए रहेको छ गोपाल वंश, महिषपाल वंश, सूर्यवंश, सोमवंश, लिच्छवी वंश, अप्सन बी रहेको छ महिषपाल वंश, गोपाल वंश, सोमवंश, सूर्यवंश, लिच्छवी वंश, अप्सन सी रहेको छ गोपाल वंश, महिषपाल वंश, सोमवंश, सूर्यवंश, लिच्छवी वंश, अप्सन डी रहेको छ किरात वंश, गोपाल वंश, महिषपाल वंश, सूर्यवंश, लिच्छवी वंश र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी गोपाल वंश, महिषपाल वंश, सोमवंश, सूर्यवंश, लिच्छवी वंश। यसैगरी प्रश्न नम्बर 5 रहेको छ। अज्ञातवासमा रहँदा नकुललाई के भनिन्थ्यो? अज्ञातवासमा रहँदा नकुललाई के भनिन्थ्यो र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ क्रान्तिपाल, अप्सन बी रहेको छ बल्लभ, अप्सन सी रहेको छ ग्रान्थिक र अप्सन डी रहेको छ बृहन्ला र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी ग्रान्थिक। यसैगरी प्रश्न नम्बर 6 रहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कहिले चीनको औपचारिक राजकीय भ्रमण गर्नुभएको हो? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कहिले चीनको औपचारिक राजकीय भ्रमण गर्नुभएको हो र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ सन् 2026 मे 15-16, अप्सन बी रहेको सन् 2026 मे 19-20, अप्सन सी रहेको छ सन् 2026 मे 25-26, अप्सन डी रहेको छ सन् 2026 जुन 1-2 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी सन् 2026 मे 19-20 र यसैगरी प्रश्न नम्बर 7 रहेको छ। रुस र चीनका राष्ट्रप्रमुखहरूको बीच कुन विषयमा संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ? रुस र चीनका राष्ट्रप्रमुखहरू बीच कुन विषयमा संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ एक ध्रुवीय विश्व निर्माण, अप्सन बी रहेको छ बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रकार निर्माण, अप्सन सी रहेको छ नयाँ व्यापारिक मार्ग निर्माण र अप्सन डी रहेको छ परमाणु निशस्त्रीकरण र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रकार निर्माण। यसैगरी प्रश्न नम्बर 8 रहेको छ। विक्रम सम्वत 2083 मा नेपालको 33औं प्रधान न्यायाधीशमा को नियुक्त हुनुभयो?
विक्रम सम्वत 2083मा नेपालको 33औं प्रधान न्यायाधीशमा को नियुक्त हुनुभएको छ र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ गोपाल पराजुली, अप्सन बी रहेको छ चोलेन्द्र शमशेर जबेरा, अप्सन सी रहेको छ डाक्टर मनोज कुमार शर्मा, अप्सन डी रहेको छ हरे कृष्ण कार्की र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी डाक्टर मनोज कुमार शर्मा। यसै गरी प्रश्न नम्बर 9 रहेको छ प्रधान न्यायाधीशको नियुक्तिका लागि कसले नाम सिफारिस गर्दछ? प्रधान न्यायाधीशको नियुक्तिका लागि कसले नाम सिफारिस गर्दछ र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ संवैधानिक परिषद, अप्सन बी रहेको छ प्रतिनिधि सभा, अप्सन सी रहेको छ राष्ट्रिय सभा र अप्सन डी रहेको छ लोकसेवा आयोग र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए संवैधानिक परिषद। यसै गरी प्रश्न नम्बर 10 रहेको छ 5 दिनमा सगरमाथा, लोटसे र नुप्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन्? 5 दिनमा सगरमाथा, लोटसे र नुप्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ कामिता शेर्पा, अप्सन बी रहेको छ तेन्जिङ डेभिड शेर्पा, अप्सन सी रहेको छ निर्मल पूर्जा र अप्सन डी रहेको छ सानु शेर्पा र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी तेन्जिङ डेभिड शेर्पा। थ्याङ्क यू फर वाचिङ।